तपाईहरूका हुने खाने नेताहरूले 35 वर्षसम्म राज्य गरेर चाहे वैद्य नेपाल देशलाई के बनाउन सक्थेनन् होला? बनाउन सक्थेन, चाहेनन् नि बनाउन चाहे वैद्य बनाउन सक्थे, तर चाहेनन् र बनाएनन् पनि। अब अहिले आएर राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याएर सरकार बनाउँदा, राष्ट्रिय स्वतन्त्र पार्टीले अब म देश बनाउँछु भनेर अगाडि सर्दा तपाईहरूलाई के को चिलाइ छ हो? तपाईहरूले आफ्नो समयमा बनाउनु भएन नि, देश चाहनु भएन, बनाउनु भएन होइन कि तपाईहरूले देश बनाउनै चाहनु भएन। सो प्लिज अब केही नबोल्दा हुन्छ, बनाउन दिनुस् देश। नयाँ युवाहरू हुनुहुन्छ, नयाँ युवाहरूको जोस जाँगर बेग्लै छ। उनीहरूलाई छेड्ने, उनीहरूलाई जिस्काउने काम नगर्नुहोस्, किनकि तपाईहरूले गरेको कुकर्म छ नि, त्यो तपाईहरूले नै भोग्नुपर्छ। त्यसको फल कसैले भोग्दैन।